हाम्रो साथी युगल पहिला त पैसा देखाइदिइहाल्ला त दक्षिणा दिनुहुन्छ हैन ह्यापी दशहरा दशहरा यो हो खसी यो दाल हो आलु हो यो कल्याणजीले बसाइराख्थ्यो थियो यो शिवानी राई उले आफू जत्रै भाँडासँग त्यहाँ खेलिरहनु भएको छ हुनुहुन्छ हाम्रो शिल्पिका राई दी बिस्तारै हिँड्नु होला सिँढी भाटिन्छ होला हो अलिकति अब यहाँ बाहिर र यहाँ हुनुहुँदैछ हाम्रो अजित दा Hello everyone and welcome back to my channel Launch Vlogs AJ. I hope you all are doing good, even I'm good. And मैंने व्लॉग छोड़ा था पार्ट 1 करके टू बी कंटिन्यू करके इसके लिए ही मैं ये वेलकम वीडियो बना रही हूँ. ओके देन लेट्स बिगिन द व्लॉग. अगर आप लोगों ने वो व्लॉग देखा है मेरा तो वो पार्ट 1 है, ये पार्ट 2 है. तो लेट्स बिगिन द व्लॉग. रीच हियर गेट नंबर ढूंढते एंड नाउ we are going to building number 6. मा गएर त्यहाँ 12 मा बस्नुपर्छ त्यो ग्रुपमा हैन त अम्बो हाई पिटबुल किन 1 थिच्नु न त्यहाँ 1 2 3 गरिदिनु न यो चाहिँ सबै ब्लगमा आउँदैछ ल 1 के गर्यो हौ छ दिस इज 1 2 मा गए ओके कति नम्बर लेखेको छ त्यहाँ हैन बिल्डिङ नम्बर 6 त दैलोको नम्बर पो त दिदी ए यो बिल्डिङ नम्बर 12 हो अनि बिल्डिङ नम्बर देखे नि बिल्डिङ नम्बर 6 सेकेन्ड फ्लोर यो बिल्डिङ नम्बर 6 के हो के भनेको छ हामी कहाँ पुग्यौं हेर न 1 2 3 4 5 6 5 मात्रै छ मलाई पनि बना निकाल म्याच रहेछ नि त अब चाहिँ हामी कहाँ चाहिँ त्यसो भन्दैौ न नि त अब चाहिँ हामी फाइनली अपार्टमेन्ट आइपुग्यो यति गरम भइरहेछ अब समात्नु न रेगा सिलिन्डरमा जाँदै गरेको यही हो कि नि त यही जस्तो लाग्यो हामीलाई त प्याज टमाटर लिएर आइज भनेको थियौँ यही हो कि I don't know. 6 हैन के लेखेको छ त्यहाँ We missed this. This is not the correct location. We must go in 6th floor, no? No. Where? Floor 12. 6 floor कति floor भन्नु लास्टमा उयो छ 6 चाहिँ छ लास्ट फ्लोर नै त्यही हो तिमी झरेको अहिले 1 मा पुगिसकेको रहेछौँ है हेर न अन्त भनेको छ बिल्डिङ नम्बर 6 भन्नेले चाहिँ रुम नम्बर हो भनेर चाहिँ रुम नम्बर 12 भन्दैछ यो चाहिँ डल्लै ब्लगमा आउँछ है नगर्नु न पाकिसक्यो है This is me. समयको ध्यान दिनुस् है सबैले 4:30 भइसक्यो खै कोही पनि आउँदैन यहाँ हामी कता के गर्नुपर्ने हो यो त भएन त खै त नौ जे बिल्डिङ खोजेको भयो हैन रुमै भेटेको छैन माथि तल यो लिफ्टमा कति खेप चढिसक्यो हैन रुम नम्बर मात्रै हालेछ तर बिल्डिङ चाहिँ कुन चाहिँ प्रपर चाहिँ तर बिल्डिङ यही हो नि त बिल्डिङ यही हो फ्लोर भेटेको छैन यो फ्लोरमा चाहिँ किनभने बिल्डिङ यही हो भने त त्यो लक खोल्यो नि त हाम्रो हैन लेट्स गो आई होप दिस इज द राइट प्लेस हामी खोजेको छ I don't know we are in the correct place or not. 12 नम्बर रुम नम्बर 12 कतिपल्ट हामी चढिसक्यो लिफ्टमा रुम नम्बर 12 हामी चाहिँ पुगेकै छैन हैन रुम नम्बर गलत रुम नम्बर 12 भनेको छ 12 मा बसेको अर्कै मान्छेले दैलो खोल्यो हैन We are very confused. I don't know where we have to go. This is which floor? This is 6th floor, girls. Is it 6th floor? ए हैन यो लिफ्ट फोन गरेर त प्रन दादालाई उला कलिङ मात्रै हुँदैछ
हामी चाहिँ अघि आएको होइन यहाँनिर बिल्डिङमै भुल्लेको छ होइन पुगेकै छैन प्लिज है यो भ्लग हेर्नु हुन्छ होला बादमा होइन त्यति बेला थाहा पाउनुहुन्छ हामी चाहिँ छिटो आएको थियो भनेर हो खै तर अन्त यही हो होइन अर्को मान्छेले नम्बर खोल्यो अर्कै मान्छेले दैलो खोल्यो यो नम्बर उनीहरू अपार्टमा पुगेर पनि झरेको रहेछ हौ उसमा चाहिँ करेक्टै पुगेको थियौँ होला कि त्यो खोलिदिएन के भन्छ बङ्गिता तिमी हजुर खै अब कस्तो कन्फ्युजन गर्नु हत्तु भइसक्यो है रुम खोजेको हामी घरि तल घरि माथि घरि तल घरि अन्त 6 मै छौँ नि त हामी कहाँ चाहिँ छौँ लिफ्ट बिगार्दिन आँटिसकेको छौँ हामीले बेसी थिचेर आनन्द दादा अच्छा नाना दीक्षा दी कल्याणी दी शिवानी दी त्यहाँकोहरू डल्लैले हेरिदिनु पर्यो चार्जमै सिधै टोइलेट त खै अन्त डस्टबिनमा पो यो त असली खटाइ गाउँको समाजको ऊ आयो होइन त पनि समिता दी दसैँ त भन् पाटको बाहिरको नजारा And the moon is always follow us. Yes. यहाँनिर हाम्रो भाउजूले खाना बनाउँदैछ यता हेर त आज नाना ए ऊ ढोकबेट हुँदैछ भर्खर यहाँ हो यहाँ हाम्रो भाउजू यता हाम्रो दादा शिवानी नाना यी बोल्यो गरम भयो है हेलो नानाजी हेलो यहाँ दुई बहिनी बसेर त्यहाँ गफ हुँदैछ हामी चाहिँ लथालिङ्गे मैला भएर भेट भइरहेको छ गरेर है हत्तु भइरहेको छु मैले कानकोहरू पनि फ्याँकिसकेँ कहिले निकाल्यो उसलाई बेकमा हाल्नु हाउ आर यु फिलिङ लागिरहेको छ है सी इज फोटो एडिक्टेड सी ओन्ली वान्स फोटो भन्दा रहेछ होइन भिडियो मान्दैन ओन्ली फोटो दामी एक्स होइन उसको बिहानै हामी बसमा छुट्टिएको होइन हामी बसमा छुट्टिएर अहिले भेट्दैछौँ तल जानुभएको लुगा फेर्नु जानुहोस् तल 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 फेर्नुपर्छ अब हेलो दी यता हेरिदिनुहोस् होला बस्छु म नकराउन एकछिन भिडियोहरू बनाउनु पऱ्यो नि म यहाँ देखेको नदिया महेश दादा माया थाहा छैन उसलाई मैले भिडियो गरिदिन्छु भनेर ह्याप्पी दसैँ भिडियो तपाईँले थाहा पाउनु भएन मैले तपाईँलाई भिडियोमा लिइसकेको थिएँ तपाईँले थाहा पाउनु भएन अनु दिदी अर्को दिदी कमी थियो पाइहालेको छ भर्खर आउनु भएको तपाईँ त अघि आइपुगेको भन्दै थियो त
भेट चाहिँ भर्खर भएको रहेछौँ हामी है म र दिपा दिदी चाहिँ नि हाम्रो साथी युगल पहिला त पैसा देखाइदिइहाल्छ त दक्षिणा दिनुहुन्छ होइन हाइलाइटै हो ल आनन्द दादा छोरी मात्रै के काटेको चिली 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 लगाएर चाहिँ देखि सच्छ अरे नि त के काटेको सीता भाउजू यहाँनिर हुनुहुन्छ भाउजू शिवानी दिदी पनि छ उनीहरूको फेरि के जाँदैछ दाजु त गफ अब एक्लै छ त चुलामा हाम्रो नाना एक्लै छौ त यहाँनिर चाहिँ के उम्लिँदैछ यो हो खसी यो दाल हो आलु हो यो कल्याणजीले बसाइरहेको थियो यो हो पर्क मेबी यो चिकन रहेछ है आलुको त सिट्टी फिट्टी केही लागेको छैन त सानो छ घाँस त दादा प्रहल दादा एकछिन यो पक्रिदिनु त म आलु चेक गर्छु आलु चेक गरेको चाहिँ मैले भ्लग बनाइदिनु पर्ने र हाम्रो प्यारी बहिनी अञ्जली शाहले यहाँ आलु चेक गर्नुहुँदैछ उहाँले कुकरको ढक्कन उगाडिसक्नु भएको छ र फेरि छोपिदिनु भयो मेन भ्लगर त तयार हुनु गयो नि र यहाँ हुनुहुन्छ हाम्रो शिवानी राई उसले आफू जत्रै भाँडासँग त्यहाँ खेलिराख्नु भएको छ हो उहाँले गर्नु चाहिँ के हुँदैछ त्यो हजुरहरूसँग चाहिँ म देखाइरहेको छु उहाँले चिकन धुनु हुँदो रहेछ उहाँले सेतो चिकनलाई अझै सेतो बनाइसक्नु भइसकेको छ होइन एकदमै साफ सुथरा होइन अब म भ्लगिङ त यस्तो हुन्छ नि तिमीहरूलाई म भ्लगिङको डेमो देखाउँछु यहाँ हुनुहुन्छ हाम्रो शिल्पिका राई दी उहाँले काट्नु हुँदैछ प्याज सँगसँगै खोर्सानी र उहाँको कटिङ स्किल्सहरू हेर्दा तपाईँले यहाँ हेर्नुहुन्छ उहाँले एक वारमा 4 खोर्सानी काट्नु हुँदैछ उहाँको स्किल्स त्यस्तो रहेछ होइन यहाँ हाम्रो एकजी सेफले यहाँ गाइड गर्नु भइरहेको छ होइन उहाँले कटिङ स्किल्सहरू बताउनु हुँदैछ आलु चाख्ने बहिनी फेरि यता आउनु भएछ होइन यहाँ हुनुहुन्छ हाम्रो आँचल साथी उहाँले त्यसै बिजी भएको जस्तो चाहिँ गर्नु हुँदैछ तर गर्ने चाहिँ के हुँदैछ खै पनि हो हाम्रो अञ्जली बहिनी उहाँले हेर्दा चाहिँ बिजी छ तर गर्ने चाहिँ केही गरेको छैन हो त्यो काँक्रा काटेको काँक्रा अगाडि उभिएर उसले मैले काटेको जस्तो पार्दैछन् होइन
आमा आउनु भयो नि बिस्तारै हिँड्नु होला सिँढी भाँचिन्छ होला हो अलिकति आमा आउनु भयो यहाँ हाम्रो ब्युटी 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 समिता दी उहाँलाई ए यहाँ भ्लग हुँदैछ कहाँ भ्लगमा चियाको ब्युटी ब्युटी समिता दीले यहाँ किचन ढाकिसक्नु भइसकेको छ यहाँ जग्गा खाली र हाम्रो यता महेश दाले खै के खोज्दैछन् उहाँलाई थाहा छैन होइन राम्रो कुरा खोजेको जस्तो छैन यो फ्रिजमा आपतकालीन कुराहरू मात्रै राखिएको छ यो फ्रिजमा त्यस्तै कुराहरू र यहाँ आउनु भएको छ हाम्रो भाइ युगल चामलिङ होइन उहाँले गर्नु चाहिँ केही भएको छैन अघि रेडी भएको त्यो चिकनलाई हल्का उसले त्यो काम गरेको जस्तो गर्नु हुँदैछ होइन त्यो खासमा अघि नै रेडी भएको हो यो तर उहाँले त्यस्तै अलिकति हल्का काम चाहिँ गरेको जस्तो चाहिँ गर्नु हुँदैछ होइन त्यो पनि उहाँले अलिकति जान्नुभएकै हो कहाँ हो यहाँ भ्लग हुँदैछ एकछिन स्टप गर न अब यहाँ बाहिर पनि भ्लग गर्नु र यहाँ हुनुहुँदैछ हाम्रो अजित दा सेकको हाउसदेखि सुरु हुन्छ नि त यहाँ हाम्रो आजको मेन बर्थडे बोय साथैमा आजको हाम्रो टाउके मैले अब चाहिँ ट्रिक्स देख्नु भयो होला र यहाँ हाम्रो सेकुवाको लागि यहाँ रेडी हुँदैछ यहाँ हुनुहुन्छ हाम्रो साथीभाइ दाजुभाइहरू हल्का हिउँदै यो यहाँ चाहिँ एकदमै खास हुनुहुन्छ यहाँ कर्सी मर्सी पाक्दैछ तर केही नदेख्दो रहेछ हो अँध्यारोमा तर पनि यहाँ सेफहरू डरलाग्दो हुनुहुन्छन् एकदमै डरलाग्दो सेफ 7 स्टारमा काम गर्ने सेफहरू हुनुहुन्छ होइन यहाँ मेरो भाग मिसिङ भएको जस्तो छ हाम्रो समिता दिदीले जस्तो किचनमा एन्ट्री गर्ने भयो किचनै खाली बनाउनु भयो उहाँले एरिया नो स्पेस लेफ्ट आमा फेरि उहाँले अर्को काम पक्रिसक्नु भइसकेको रहेछ र उहाँले अहिले एकदमै आफू जत्रै भाँडाहरू मात्रै छान्नु हुँदो रहेछ उहाँको चोइस कलेक्सन एकदमै मलाई मन पर्यो होइन आफू जस्तै भाँडाहरू उहाँले छान्नु हुँदो रहेछ आफू जस्तै एकदमै आफू जस्तै मन पराउनु हुँदो रहेछ एकदम राम्रो कुरो हो यहाँ चाहिँ एकदमै धमाधम गर्नु चाहिँ के गरेको उसलाई नै थाहा छैन अहिले सोध्यो भने हो तर उसले गर्नु चाहिँ गर्दैछ केही चाहिँ गर्दैछ तर उसले के गरेको अहिले सोध्यो भने उसलाई थाहा छैन है आमा हाम्रो आउनुभयो यहाँ एकदमै अघिदेखि नै तयार भएर रेडी भएर आउनु भइसकेको छ दि कल्याणी दि त्यसै उहाँ चाहिँ हुनुहुन्छ त्यो धनिया काटेर हटुब हुने ऊ कपिराइट लाग्छ नाकाटा बिलाएर खै भुइँसरी ढोकेको अन्त पो देख्यो त राम्रो यता हेर्नु त सिरो नाना Kitty filmeket szolgáljuk a Bencsen a bájtson, az egy nagy egyszer. तयार भएको खिचिदिन्छु म सबैलाई भिडियोमा निकालिदिन्छु अनु दिदी रिपिना दिदी पूजा महेश दादा दिपा दिदी
कस्तो खालको अरे भन्दैन कतैले चोर्दे रहेछ तिम्रो कति फलोवर त्यो हेरेर मात्रै भिडियो दिन्छु नि त फलोवर हेरेर मात्रै भिडियो दिन्छु दिदी दिदीको अनुहार बिगारेको आयो फोटो नम्बर दिए हुन्छ आशीर्वाद दादाकोबाट ल हुँदैन अरे बोलाएँ मैले उनीहरूको हुँदैन अरे नि त छेत्री पारामा ढोके नि हौ यो त भएन दसैँ यो दसैँ मनाउनु पर्यो मलाई लगाइदिनु भएको छैन टिका ड्याममै है थ्याङ्क यू यसो गर्नु हुँदैन अब थ्याङ्क यू धन्यवाद के लाउनु हुँदैन अरे क्यास टु क्यास मात्रै लाउँछु उधार लाउँछु यता जानु न तपाईँ पनि सँगै उभिनु न यहाँ उभिनु साथमा गुड
Happy Dasera! It's just morning, just 8:20, and she's still feeling sleepy.